हिजो एउटा गधाको अनुहार परेको गोरुले चाहिँ एउटा इन्टरभ्यूमा गएर चाहिँ विद्यार्थी सङ्गठन खारेज गर्न पाइँदैन, विद्यार्थी सङ्गठन हरेक विद्यालयमा चाहिन्छ, हामी विद्यार्थीको हकितको लागि हौँ, हामीले पनि राजनीति सिक्नुपर्छ, हामीले पनि सिक्न पाउनुपर्छ भनेर चाहिँ एउटा इन्टरभ्यूमा भनिरहेको सुने है। अनि त्यो भाइलाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि, बाबु राजनीति शास्त्र पढ्ने हो के, बुझ्यौ? राजनीतिको छुट्टै फ्याकल्टी हुन्छ, एउटा राजनीति फ्याकल्टी हुन्छ, राजनीति एउटा कोर्स हुन्छ छुट्टै, राजनीति पढ्ने हो। विद्यालय कब्जा गरेर एउटा सङ्गठन खोलेर नेताहरूको भतुवा भएर राजनीति सिक्ने होइन, बुझ्यौ नि? राजनीति शास्त्र पढ्नुपर्छ, यत्रो यत्रो बुक हुन्छ, धेरै विद्वानहरूले लेखेको बुक छ, बुक पढ्ने हो के? विद्यालय कब्जा गरेर एउटा सङ्गठन खोलेर नेताको भतुवा भएर नेताको त्यो तल्लो चाटेर हुने होइन, बुझ्यौ? पढ्नुपर्छ, पढेर ग्रेजुएट भएपछि अनि राजनीतिमा लाग्ने हो। अनि विद्यार्थी सङ्गठन चाहिन्छ भन्थ्यौ नि तिमीले, के को लागि चाहिन्छ भाइ विद्यार्थी सङ्गठन? विद्यार्थी सङ्गठनले गर्ने के हो, के गर्नुपर्ने हो, अनि तिमीहरूले के गर्दै हिँडेका छौ होइन? एउटा मन्त्री परिषदले निकालेको सम्पत्तिको विवरणको आय स्रोत खोज्ने विद्यार्थी सङ्गठनको काम हो? विद्यार्थी सङ्गठनले खोल्छ हो मन्त्री परिषदको सम्पत्तिको विवरण? के हकले खोजेका छौ तिमीहरूले? तिमीहरूसँग के हक छ र मन्त्री परिषदले निकालेको सम्पत्तिको विवरणको आय स्रोत खोज्दै हिँडे? तिमीहरूले के हक छ तिमीहरूसँग? त्यो विवरण खोज्ने, त्यसको आय स्रोत खोज्ने पनि छुट्टै निकाय होला, त्यो निकायले खोज्न पर्ने होला। विद्यार्थी सङ्गठन चाहियो तिमीहरूलाई? एउटा आन्दोलन हुँदाखेरि 50 जनाभन्दा बढी स्कुलको कलेजको विद्यार्थी मर्दाखेरि एउटा आवाज उठाउन नसक्ने तिमीहरू, एउटा पार्टीको जावत झन्डा जल्दाखेरि बाटोमा आन्दोलन गर्न आउने तिमीहरूलाई विद्यार्थी सङ्गठन चाहिने? विद्यार्थी सङ्गठन